नमस्ते साथीहरू। जस्तै साथीहरू हाम्रो जीमेल आइडी छ नि, त्यो जीमेल आइडी कतिवटा मोबाइलमा चलिरहेछ भनेर हैन, त्यो चेक गर्नको लागि त्यो सेटिङहरू के कसरी छ हेर्नको लागि तपाईको मोबाइलमा कतिवटा तपाईको आफ्नैमा चलिरहेछ कि अरूले पनि चलाइरहेछ जीमेल आइडी ह्याक गरेर, त्यो ह्याक गरेर छ भने त्यहाँ लाइनमा आयो भने डिलिट गर्नु होला है साथीहरू। त्यो सेटिङ मैले समेटेर एउटा भिडियो बनाएको छु, हेर्नु होला। त्यो जीमेल आइडी अरू पनि डिभाइसमा चलाउन सक्छ नि त, तपाईको चोरेर ह्याक गरेर एउटै जीमेल आइडी अरूले पनि चोरेर चलाउन सक्छ। त्यसले गर्दा त्यो चाहिँ के कसरी त्यहाँ हेर्ने तरिका चाहिँ मैले बनाएको छु, यो भिडियोमा समेटेको छु, हेर्नु होला र लाइक कमेन्ट सेयर गर्नु होला। ल हस्, धन्यवाद साथीहरू। तपाईहरुको जस्तै जीमेल आइडी कतिवटा डिभाइसमा चलिरहेछ या कतिवटा मोबाइलमा भनेर त्यो हेर्नको लागि यो सेटिङ यसरी हेर्नुहोस्। गुगलमा जानु होला। गुगलमा गएर यहाँ आफ्नो प्रोफाइलमा यहाँ माथि दाहिनेपट्टि त्यहाँ थिच्नु होला। त्यहाँ थिचेर म्यानेज यो गुगल एकाउन्टमा थिच्नु होला। त्यहाँ थिचेर अनि सेक्युरिटी एन्ड सिङ छ नि, त्यसमा थिच्नु होला। त्यस पछाडि यहाँ स्क्रोल गरेर तल डाउन गर्नु होला। त्यहाँ हेर्नुहोस्, यहाँ वन डिभाइस भनेर देखाइरहेछ गुगल पिटीमा, यहाँ यसरी थिच्नु होला। थिच्नु भयो भने तपाईको मोबाइलमा के लक छ त्यो लक माग्छ, लक दिनु होला। अनि लक खोलेर यसरी खुल्छ। टावर नेटवर्क अलिक कम भएको कारणले बिस्तारै हिँडिरहेछ, यसरी नै खुल्छ। सर्च भएर यसरी नै तपाईहरु पनि यस्तो इन्टरफेस खुल्छ। अनि एक भन्दा बढी देखाएको छ भने तपाईहरु डिलिट गर्नु होला। यहाँ छ हेर्नुस्, मेरो एउटै मोबाइल छ, इन्फिनिक्स नोट 35G, मेरो एउटै मात्रै देखाइरहेछ। तपाईहरु एक भन्दा बढी यसरी देखायो भने त्यसलाई डिलिट गर्नु होला है साथीहरु। त्यो अरूले चला